आमा आवाज स्पिड हाल्दाखेरि त्यस्तै आवाज निकालेर म भाग्यौँ भने मेरो मोबाइल ए भाइ मेरो मोबाइल समात्नु त त्यहाँ उहाँले कुची हालिदिनु मेरो मोबाइल त्यही छ सर है खोजे खोजे हाल्नु सर खाली हात चाहिँ नसमात्नु अहिले ल्याउनु त मेरो मोबाइल हल्ला नगर अरू नहल्ला नगर भाइ मेडम यति जोरले टोइलेटको ढोका खुले रहेछ नि कट्टा ल्याउनु कट्टा ठुलो हो कता छैन नि दाजु कट्टा हो भाइ डबल कट्टा छ यहाँ डबल कट्टा ओकर भित्री कराऊ आवाज सुन्नु न त्यो त डबलमा हुँदैन त्यो त कति किलो छ बोर्छ यति जोडे आवाज सुन्नु है सर्दैन होला भाग्नु भाग्नु ए म त सक्दैन बाबा देखेको यत्रो त कहिले देखेको छैन हो सर एकदम ठुलो गोमने ओहो माइ गॉड ल ल हेर्नु यो चाहिँ असरी छोड्दिनु न त सर यही गर्छ ए डब्बा कट्टा नानु न कट्टा डब्बा छ र कट्टा 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 नानु न कट्टा नानु न उयो बर्काउला ठुल्काउला हेर्नुहोस् हाम्रो टिकापुर 4 नम्बर वडा कार्यालय अस्नेरीको स्वास्थ्य चौकीमा गोमन सरको हो आजको ताजा अपडेट हेर्नु त बाबा काट्दै हान्दैन तपाईँ उहाँहरू त अब तपाईँहरू कहिले अब म उभा बेला अनि ल जस्तो यस्तो ठाउँमा छ भने सबै हान्दैन होइन ठाउँ वरिपरि स्पेस बनाउने अनि त्यति बेला चाहिँ आफूसँग हुक हुन्छ नि अब कट्टा कट्टा देऊ न डाइरेक्ट हुक आयो भने हुकले चाहिँ यसो तलपट्टिबाट यसरी चाहिँ सट्ट समातेर यो हाम्रो टिकापुर 4 नम्बर वडा कार्यालयको प्राङ्गणमा हाम्रो गोमन सरको ओ माय गॉड एकदम भिसा अघि यस्तै गर्यो बाबा डब्बामा अट्छ भने डब्बा ल्याउनु नभए कट्टा ल्याउनु कट्टा कट्टा देऊ कट्टा भयो अब यी होला जे नाइ छिरी त्यो पाल्छ किन हेर्नु अनि दुईटा कट्टा यो यसमा हालौँ त्यसपछि त्यहाँभित्र हालौँ नि त ओहो ल हजुर भाइरल हुन्छ यो आजको भिडियो हाम्रो लक्ष्मण सरको यो धेरै ठुलो योगदान छ हाम्रो यो सरको समात्नमा उहाँलाई धेरै धेरै धन्यवाद छ सोमबारको दिन समाज नजिक डिस यसो टाउको चाहिँ हेर्नु है टाउको चाहिँ कति डिस्टेन्समा छ त्यो हेर्नु होला यो सुज ल भयो 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 सर अब हालौँ सर अब हालौँ सर अनि बाहिर ल्याउने है त्यसरी ब्याग फर्किने बाहिर ल्याउने त्यसरी टोक्दैन यो झ्याप्पै हानिहाल्ने चाहिँ हुँदैन तर अब ए अहिले अग्रेसिभ छ धेरै ठुलो छ यो सरको आज त यो हाम्रो 4 नम्बर वडा कार्यालयको प्राङ्गणमा गोमन सरको अप्ठ्यारो भयो भने म समात्छु नभए अब तपाईँहरूले नसमात्नु ल हेर्नुहोस् अहिले राखौँ एउटा कट्टा पाउँ न मैडम नाइ त्यो फाते छ कि अर्को राम्रो खाले कट्टा चाहियो अब पाल भएको त कति नदिनु होला धमला त निस्किन्छ
ल ल ल राखौँ अब राखौँ सर यसलाई चाहिँ राखौँ सर डेमो गर्नु ल्याएको कहाँ भेटाएको कहाँ के थियो होइन सर अहिले निकाल्यो हो हामी कति घन्टा भयो यहाँ गरेको सर 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 टोक्छ 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 भागौँ भागौँ ल कट्टा ल्याउ न हो डारो न धेरै भयो अब यसलाई नजिस्काउँ धेरै भयो ल हालौँ म फोटो खिचिरहेको छु सर बरु सेयर गरौँला भिडियो होइन त्यो ल गयो सर गयो ल हालौँ हालौँ सर हालौँ यसलाई हालौँ अब जाडो भयो होला है ल हेर्नुहोस् हामीले चाहिँ आज एउटा गोमन सर्पको उद्धार गऱ्यौँ जानुहोस् नाग देउता अबदेखि हामीलाई डिस्टर्ब गर्न नआउनु होला यहाँ अब यो भित्र गइसकेपछि अनि यो लट्ठी हुन्छ है हामीसँग यसरी च्याप्ने अगाडि च्याप्ने अनि यस्तो हुन्छ नि त अब यो च्यापिसक्यो भने बाहिर मुक्त ल्याउन पाउँदैन नि त्यस्तो गरिसकेपछि त्यसरी तान्ने अरू कट्टा नानो हो जाऊ अरू कट्टाले जाऊ न यो त अरू कट्टा फेरि आनु न उठो कट्टा दिनु अर्को कट्टा पनि चाहियो जान्नेले बरु राम्रो छ यसरी टाइट बस्ने अब यो त आउन पाउँदैन नि त हो टक्क भेटार्ने भेटारेर मुख बाँधिदिने मुख बाँध्ने के छ यहाँ पुवा चाहिँ निस्किहाल्छ यहाँ मुख यसमा पनि सुन कट्टा बा काम नहीं ठो हमारे यहाँ अर्को यो ठुलो कट्टा हालौ किङ कोब्रा कमन कोब्रा भन्छ कमन कोब्रा किङ कोब्रा चाहिँ अर्कै हुन्छ कट्टा कट्टा चाहियो कि कट्टा एउटा राम्रो राम्रो भयो भने के यही खोजेर ल्याऊ अब कहाँ जाऊ सानो सानो रहेछ त्यो चुपचाप बसिसक्यो हेर्नु न ल सर के भन्नु छ भन्नुहोस् एउटा अब यो एरिया भनेको एकदमै धेरै विशाल सर्पहरू आउने एरिया हो किनभने यो म माथि विजयनगरतिर धेरै सर्पहरू भेटाउँदिनँ होइन हजुर यतातिर यो एरिया त्यसपछि मणिकापुर एरियामा एकदमै धेरै विशाल सर्पहरू आउँछ अब विशाल सर्प आए त सरहरू नगर प्रहरी सरहरू पनि हुनुहुन्छ होइन उहाँहरूले चाहिँ समाति राख्नुहुन्छ अनि विशाल सर्प आएपछि उहाँहरूसँग अहिलेसम्म त्यस्तो राम्रो ट्रेनिङ भएको छैन सर्प नमार्ने ढिलो भयो आज होइन अलिकति अब म आफू प्रोफेसनली टिचर भएको कारणले स्टुडेन्टलाई छोडेर आउनु पनि अलिकति सरको शुभ नाम पनि जाओस् ठेगाना पनि हजुरको भन्नु मेरो यहीँ टिकापुर चाहिँ यो ब्लक नम्बर 16 ब्लक नम्बर 16 हजुर ल हजुरलाई धेरै धेरै धन्यवाद छ सर आइदिनु भयो होइन हस् सर्प नमार्ने पनि हजुर अनि त्यसपछि हामी ढिलो चाँडो जति बेला भए पनि आउँछौँ कमसेकम उहाँहरू आइदिनुहुन्छ नि त पहिले यस्तो सर्प भन्नुहुन्छ त्यसपछि मान्छे कोही नभए पनि उहाँहरूले वेट गरिदिनुहुन्छ अनि म आएर चाहिँ रेस्क्यु गरिहाल्छु अनि उहाँहरू बानी परिहाल्छ हजुरलाई धेरै धेरै धन्यवाद सर होइन फेरि पनि हामीलाई यस्तै सेवा दिनु होला भन्ने हामी कामना गर्छौँ सर मेरो एउटै उद्देश्य के हो भने म यहाँ आइसकेपछि मान्छेहरू चाहिँ धेरै सर्पहरू मारेको देखियो अनि त्यस कारणले सर्प कोही पनि नमारुन् भनेर मान्छेको यो प्रतिको चाहिँ एउटा गलत छ नि त जस्तो मलाई त केही गरेन नि त यसले अनि यसको लाइफ पनि बाँच्यो अनि हामीलाई पनि धर्म महसुस भयो कि यो कुराले त्यस कारणले कसैको लाइफ पनि नमार्ने अनि हामी पनि नमर्ने गरेर यो को एक्जिस्टेन्स भन्छ यस्तोलाई अनि दुवै चाहिँ मिलेर बस्ने गरेर चाहिँ हामीले बुझ्नुपर्छ अब हाम्रो घर वरिपरि थोरै घटना हुन्छ नि सर्पले टोकेर होइन त्योबाट बस्ने भनेको अब झुलहरू लगाउने घर वरिपरि सरसफाइ गर्ने होइन त्यसपछि बाहिर निस्किँदाखेरि टर्चहरू युज गर्यो भने बचिहाल्यो टोक्दैन अनि टोकिहाल्यो भने अस्पताल हामीसँग राम्रो छँदैछ टिकापुर अस्पतालमा मजाको उपचार हुन्छ सही कुरा हो ल सर्प पनि नमार्ने हामी पनि नमार्ने ल धन्यवाद छ सरलाई होइन हामी पनि बाँच्ने सर्प पनि अब यसपछि हाम्रो यो हाम्रो आजको सर्प देख्ने प्रत्यक्षदर्शी हाम्रो म्याडमको 2 शब्द जाओस् के भन्नुहुन्छ होइन सर आएर उद्धार गरिदिनु भयो सरलाई धेरै धेरै धन्यवाद होइन अब यहाँ स्वास्थ्य संस्थामा बसेर पनि भोलि गएर अरू होइन आउने हाम्रो जुन सेवाग्राहीलाई असर हुन्थ्यो हामी स्वास्थ्य कर्मीलाई पनि असर हुन्थ्यो देउसीबाट बचाउनु भएकोमा हाम्रो लक्ष्मण सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हजुरलाई पनि धेरै धेरै धन्यवाद छ धन्यवाद सर